हेलो मेरो सबै मित्रहरूलाई हेर्नुस्, यो दिल्लीमा हो। यो लोटस टेम्पल देखिँदैछ वहाँ अगाडि, तर यति क्लियर देखिए छैन। यो मेरो छेउमा हुनुहुन्छ, नेपालदेखि आउनुभएको। अनि हामीहरू आएको छौँ यहाँ माताको दर्शन गर्नुलाई। एकदम नामी प्रसिद्ध माता कालकाको मन्दिर छ यहाँ, कालका माताको। तर लाइन तपाईँले भन्नुहुन्छ होला, यति लम्बा लाइन मन्दिरदेखिबाट रोडको कहाँसम्म लाइन लागेको थियो। अनि यो लाइन देखेर मैले सोचेँ आज त दर्शन हुनु सक्दैन, किनकि रातिको 9-10 बज्छ भनेर। तर मेरो छेमाको जित होइन, हामी माताको दर्शन गर्नु आएको त हामी दर्शन गरेर नै जानुपर्छ, माता रानीले पार लगाउनुहुन्छ जसरी भए पनि भनेर। अनि हामी लाइनमा लाग्यौँ, लगभग हामी 3 घन्टा जस्तो लाइनमा लाग्यौँ। त्यहाँबाट हामीले टाइममा नै माताको दर्शन पनि पायौँ। त्यहाँबाट हामी माताको दर्शन गरेर अगाडि घुम्नुको लागि निस्क्यौँ। यो हो चाँदनी चौक। चाँदनी चौकबाट अब हामी जाँदैछौँ रेड फोर्टतिर। अब त्यता पनि हामी घुमेर फेरि हाम्रो प्लान छ वहाँ इन्डिया गेट जानुको लागि। अब मौसम पनि अलिकति कस्तो कस्तो हुँदैछ, मतलब बारिस हुन्छ जस्तै। अलिअलि रिमझिम बारिस त यहाँ लाइनमा लाग्दाखेरि नै हुँदै थियो, तर अहिले रोकियो। फेरि पनि हाम्रो अहिलेसम्म प्लान छ हामी इन्डिया गेटतिर जाने भनेर।